सो गाइज आज पनि उखु बेला सुरु गरियो। यहाँ मम्मी बाबा एकदम स्टार्ट गर्दै हुनुहुन्छ, डराउँदै केही पनि। उखु अहिले यतिरहेको छ, अरू सबै घरमा। आज चाहिँ हामीहरू यसरी व्यस्त छौँ। उखु पेलाइ हुँदैछ, लगभग 3-4 घन्टा लाग्छ नि होला सायद हाम्रो मम्मीले चाहिँ घुमाउन बिजोक यतापट्टि बन्न लागेको रहेछ नि त। यतापट्टि डोका पनि घुमाउन थाले। के चाल पर्यो अयो धेर भयो। ठुलो खाना हालेर कता कता गयो उखु। हामीहरू चाहिँ एकदमसँगले उखुलाई थियौँ अरे। सो गाइज मेरो मोबाइल कचक बनाउँछ है मौरीले खुँदो कति लान्छ र हैन? त्यही पनि हाम्रै मौरी सातगार डराए पो भने एकरो हो अनि छिने अहिले पो थप्दैछन् के हाम्रो यो सक्ने लागेकोमा अब फर्काउने बेला भएकोमा अहिले नयाँ हाल्दै अनि त कहाँ काम काट्यो त। अब चाहिँ नहाल है मम्मी। ये क्या है? चाइनिजमा झर्दैछ सर। कस्तो नगर्नु, मिलाउनु पर्यो हेर्दैछ कि होइन भिडियो हात खिचेको पार्छ यो माथि पार्दैन। भर्खर सुरु गरे। यहाँ चाहिँ एकदमसँगले खुँदो पाक्दैछ है। यहाँ चाहिँ एकदम सामान लिएर बसेको छ। अहिले अब बेलुकाको टाइम हुनु लाग्यो होइन, एकदम चिया खाइ हुँदैछ। यहाँ चाहिँ खुँदो पाक्दैछ। अब त्यति यो गाछ काट्यो, डाँडो पनि लिएर बसिएको छ, आगो ताप्दै गाइजहरू। अनि घर चाहिँ हाम्रो फेरि मेन छ है, घरभित्र पकाउनु हुँदैन अरे खुँदो। अनि बाहिर ल्याइयो, एकदम पाक्दैछ, आगो हालिएको छ दमकुट। खुँदो खान आउनुपर्छ है गाइजहरू। उखुको खुँदो कतिको मनपर्छ नि तपाईँहरू? खासै खानुहुन्न होला है, चिनी नै भइहाल्छ। चिनी खाएपछि के खुँदो चाहियो र होइन? कस्तो मजाले भोक उम्लिँदैछ यहाँनिर हेर्नुभन्दा। घरिघरि चाहिँ बाफले भिडियो राम्रो देखिने ठक्कसँगले पाक्दैछ। अबको लगभग 2 घन्टामा त पाकिसक्छ पनि सायद है। डाँडोमा है खुँदो पकाउँदै बसिरहेको छु म चाहिँ आनन्दसँगले। कपाल पनि काट्ने बेला भएको छ, काट्ने मान्छे नभएतिर बिजोग भइरहेछ। टुप्पी ठाडो भयो त हौ। भन्नु छ तिमी कहाँबाट कसरी आयौ?
लगाऊ यहाँ लगाइदिए हुन्छ हाम्रो केटो चाहिँ फेरि सिबिङमा पुगेर आएको अरे यहाँ डोरो बाँधिदिनेछ मलाई एकदम यो के अरे सिबिङमाको के खानेकुरा ल्याइनस् प्रसाद के लो एउटा मिठाई पनि ल्याइनस् मिठाई त थिएन सुन्तला थियो उही खाइगई आई सुन्तला आमा हसाइ यता उम्लेर गयो हँसाइस भन्न किन उम्लिन्थ्यौ भर्खरै छ